हेलो एभ्रिवान के छ सन्चै हुनुहुन्छ आज चाहिँ हक डे रहेको छ होइन सबैले अनि आफ्नै तरिकाले हग्नु होला भन्न चाहन्छु अनि बोयफ्रेन्ड गर्लफ्रेन्ड हुनेहरूले त अब यस्तो अङ्कमाल गरेर हकसक गरि नै हाल्छ होइन सो हामी सिङ्गलहरूले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ हामी चाहिँ गेम खेल्नुपर्ने हुन्छ गेम खेलेपछि चाहिँ हामी के गर्छौँ एक अर्काको लागि चाहिँ हामी गेम खेलेर चाहिँ साथीहरूले मार्ने त्यो होइन साथीहरूले रिभाइभ गर्ने अनि एनिमीहरूलाई चाहिँ मार्नुपर्ने हुन्छ यहाँ चाहिँ एउटा एनिमी छ उसले चाहिँ माथि ल भन्छ मरिस अनि सबैजनाले चाहिँ हकडेको एकदम धेरैभन्दा धेरै अरूले झन्डै मारे यार हकडेको चाहिँ धेरैभन्दा धेरै शुभकामना छ अनि एकदम तपाईँहरू आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग पनि हक गर्नुहुन्छ भन्ने पूर्ण आशा छ अनि हामी नहुनेले चाहिँ गेम खेल्ने हो बस्ने हो होइन त्यही हो गाइजहरू होइन अरू झन्डै मारे यार मैले रिभाइभ गर्नुपर्ने हुन्छ यहाँ अनि आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड चाहिँ हक गर्नु होला एकदम सेफली गर्नु होला सेफ रहनु होला भन्न चाहन्छु अनि हामी सिङ्गलहरूले चाहिँ के बाले फरार होइन हामी चाहिँ गेम खेल्छौँ अनि गेम तपाईँहरू पनि गेम खेल्न चाहनुहुन्छ भने आउनु होला भन्न चाहन्छु है त सबैजना है ल हकडेको धेरैभन्दा धेरै शुभकामना छ है त सिङ्गल जतिहरूले चाहिँ गेम खेल्न आउनु होला हामी सँगै खेलौँला के छ र बा खेल्दा खेल्दा बा यस्तो मन परापर भइहाल्छ कि के छैन गाइजहरू ल एकदम आफ्नै ठाउँमा एकदम सेफ रहनु होला सो यहाँ चाहिँ एनिमीको बब्बाल रहेछ अरे यता एनिमी छ ल खास जान्छ अब यो त मेरै फ्रेन्ड लिस्टमा भएको एउटा मेरो बाबु भन्ने साथी हो नि त्यस्तो अचम्म होइन मेरो टिममा चाहिँ ऊ थिएन नि त अनि ऊ चाहिँ अपोजिट टिममा रहेछ नि अपोजिटमा होइन मेरै साथीले मारेको क्या अब भोलि तपाईँ पनि भन्छु होइन अबै झन्डै माऱ्यो भरे म भन्छु मेरो बाबु साथीलाई अनि उसले पनि थाहा होला नि त मैले मारेँ भनेर सो एकछिन कुराकानी हुन्छ होइन गेम सकेपछि र ओके गाइजहरू आफ्नै ठाउँमा एकदम आफ्नो भ्यालेन्टाइनको एकदम नजिकै छ आफ्नो प्रेम प्रेमिकाहरू एकदम शुभकामना छ राम्रोसँग आफ्नो जिन्दगीको यात्रालाई राम्रोसँग आफ्नो माया रिलेसनसिपले बचाउनु होला र आफूले माया गर्ने मान्छेलाई कहिले पनि चिट नगर्नु होला किनभने चिट गर्नु भनेको एकदम धेरैभन्दा बुरा है अरे क्या नराम्रो हो त्यही भएर एकदम सेफी रहनुलाई एकदम शुभकामना छ सबैले होइन आफ्नो ठाउँमा बसेर आफ्नो सेफली रहनु होला मनाउनु होला